आज चाहिँ एनिसले एकदम ब्रान्ड न्यू एसयुभी कार नम्बर पनि ननिस्की छ अनि यो चाहिँ उसले कुदाउनु गइरहेको छ एक्सपिरियन्सको लागि कस्तो हुँदो रहेछ भनेर। अनि उसले चाहिँ यहाँनिर फिचर्सहरू देखाउँदैछ। यो चाहिँ गियर अनि पावर 4 व्हील शिफ्टिङको सबै फिचर्सहरू देखाउँदै। मलाई चाहिँ त्यस्तो आइडिया छैन, तर म जे जान्दैछु तपाईँलाई भन्दैछु। इफ मैले रङ भनेको हो भने पनि तपाईँले कमेन्टमा भनिदिनुहोस् कुन चाहिँ राइट हो भनेर। अनि यसको क्यामेरा चाहिँ स्पेयर टायरको बिचमा रहेछ। यो चाहिँ रिभर्स क्यामेरा हो, तपाईँले देख्न सक्नुहुन्छ। अनि यस्तै खुसी हुँदै चढ्दै थियो अनि उसलाई मन परेको गाडी थियो नि त यो चाहिँ। अनि ऊ चाहिँ चढ्दै थियो त्यहाँनिर। अनि फेरि दादा पनि चढ्नु भयो। दादा नचढी त हुँदैन, एकदम इम्पोर्टेन्ट मान्छे हो हाम्रो चाहिँ दादा है। अनि दादा चढ्नु भयो। त्यहाँबाट चाहिँ उनीहरू चाहिँ खुसी हुँदै जाँदै थियो। यो चाहिँ हाम्रो सरिना दिदी र दर्शन दादाले हिजो मात्रै निकाल्नु भएको यो गाडी। उनीहरूलाई चाहिँ एकदम बिग कङ्ग्रेचुलेसन्स तपाईँहरूलाई, तपाईँहरूको ब्लेसिङ्सको लागि। अनि उसले चाहिँ यहाँनिर चाहिँ गाडी घुमाउँदै उसले चाहिँ एकछिन परसम्म घुमेर आउँला भनेर चाहिँ दुईजना दाजुभाइ चाहिँ गाडीमा चढेर गयो। उसले चाहिँ गाडी घुमाउँदै थियो त्यहाँनिर। अनि उसले चाहिँ यहाँनिर देखाउँदैछ यो चाहिँ अरू गाडीहरूभन्दा डिफ्रेन्ट हुँदो रहेछ नि त। उसले चाहिँ रिभर्स यसरी गर्नुपर्छ, सिफ्ट यसरी गर्नुपर्छ भनेर चाहिँ उसले चाहिँ देखाउँदै थियो। अनि यो अरू गाडीहरूभन्दा चाहिँ डिफ्रेन्ट हुन्छ भनेर चाहिँ उसले चाहिँ त्यहाँनिर दादालाई सिकाउँदै थियो होइन। अनि उनीहरू चाहिँ एकछिन परसम्म घुमेर आउँला भनेर दादा र एनिस चाहिँ उनीहरू खुसी हुँदै गाडीलाई लिएर उनीहरू गयो है। उनीहरू मजाले जाँदै थियो। गाडी चाहिँ यस्तो दामी रहेछ कि मलाई पनि पुरा मन पर्यो। फेरि ब्ल्याक त सबैको फेभरेट कलर हो नि त होइन। अनि पर्खिँदा आएँ कि यति दामी देखेँ कि यो गाडी चाहिँ अम्बो मलाई यस्तो दामी लाग्यो कि। अनि यहाँनिर चाहिँ मैले उनीहरू आइसकेर चाहिँ मैले उनीहरूको एक्सपिरियन्स सोधेँ होइन, तिमीहरूलाई कस्तो लाग्यो यो गाडी, तिम्रो ड्रिम कार कुदाउँदा कस्तो लाग्यो भनेर सोधेँ मैले। अनि उसले चाहिँ अम्बो यस्तो मजा आउँदो रहेछ कि पुरा मजा आयो भने होइन। अनि मैले दादालाई पनि सोधेँ, दादा तपाईँलाई कस्तो लाग्यो गाडीमा चढ्दा भन्दाखेरि दादाले पनि मजा आयो नि बहिनी भन्नुहुँदै थियो। सो थ्याङ्क यू फर वाचिङ।